सत्य घटनामा आधारित यो कथा धेरै पहिलेको कुरा हो, जुन कथा मलाई मेरा हजुरबाले सुनाउनु भएको। एक रात लोड सेडिङ चलिरहेको थियो। म मेरो हजुरबासँग कुराकानी गरिरहेको थिएँ। हजुरबा, तपाईँ त जीवनमा त्यस्तो डरलाग्दो घटनाहरू केही घटेन? भूतको, आत्माको डरलाग्दो? हजुरबा मुस्कुराउनु भयो, मतिर हेर्नुभयो। हो, यो उमेरमा डरलाग्दो कथाहरू खुब मनपर्छ है। छ नि, किन नहुनु? यति भनेर हजुरबाको अनुहार बदलियो। हजुरबाले के सोच्न थाल्नुभयो। लाग्थ्यो उनको मनमा विचारको आँधी चलिरहेको छ। किन हजुरबा, के भयो? के सोच्न थाल्नुभयो? म अमर लिम्बूलाई सोच्दैछु नाति। अमर लिम्बू? को हजुरबा अमर लिम्बू? हजुरबा केही बेर चुप्प लाग्नुभयो र कथा सुरु गर्नुभयो। यो घटना म तेरै उमेरको हुँदा घटेको घटना हो। त्यति बेला हामी पहाडमा बस्थ्यौँ, पूर्वी पहाड। हुर हुर यतातिर। अनि हामी पढ्नलाई धरान जानु पर्थ्यो। अहिलेको होस्टल क्या, छात्रावास। हाम्रो गाउँबाट धरान त टाढा छ नि हजुरबा? हो, हामी टाढा टाढाबाट त्यहाँ भेला हुन्थ्यौँ, त्यहाँ पढ्न आउँथ्यौँ। पहाडका विभिन्न भागबाट त जस्ता युवाहरू हामी त्यहाँ भेला हुन्थ्यौँ। अल्लरे ठिटाहरू हामी धरानमा भेला हुन्थ्यौँ अनि त्यहीँ पढ्थ्यौँ। त्यहीँ पढेर धेरै मानिसहरू ठुल्ठुला मानिस भएका छन्, देशको सेवा गरेका छन्। हो, अमर लिम्बू र मेरो पनि त्यहीँ भेट भएको थियो। हाय, म अमर लिम्बू। मेरो नाम विक्रम हो। हाम्रो 5-6 जनाको ग्रुप थियो, तर मेरो सबैभन्दा मिल्ने साथी अमर लिम्बू थियो। हामी एउटै कोठामा बस्थ्यौँ। दिनभरि स्कुल गयो, पढ्यो, रमाइलो गर्यो, अनि राति साँझमा फर्कियो, खाना पकायो, गफ गर्यो, पढ्यो अनि सुत्यो। हाम्रो जीवन यसरी बितिरहेको थियो। केही समयमा छुट्टी हुन्थ्यो, हामी घर जान्थ्यौँ। घरमा केही महिना बिताउँथ्यौँ। कहिले छुट्टी सकिन्छ जस्तो हुन्थ्यो। सहरको बानी जो लागेको थियो हामीलाई। अनि छुट्टी सकेपछि फेरि पढ्न फर्किन्थ्यौँ। यसरी बितिरहेको थियो। को के गरेर कोठामा समय निकै बेर बित्थ्यो। राति पनि निकै बेरसम्म बस्थ्यौँ। अनि हाम्रो एउटा नियम थियो, जो अन्तिममा सुत्छ लाइट भने उसैले निभाउनु पर्थ्यो। अनि त्यो निभाउने स्विच चाहिँ सुत्ने खाटभन्दा अलिक पर थियो, अलिक हिँड्नै पर्थ्यो। त्यही भएर निभाउनु नपरोस् भन्दै अन्तिममा हामी सुतिसकेको नाटक पनि गर्थ्यौँ र अन्तिममा जो उठ्थ्यो उसैले निभाउँथ्यो। अमर लिम्बू र म खुब मिल्थ्यौँ। अमर लिम्बू पढ्न पनि तेज थियो, निकै बाठो, बुढाबुढी जस्तो सोच भएको मानिस। धेरै गहिरो सोच्थ्यो उसले। मेरो जीवनमा उसले धेरै कुरा सिकाएको छ। अमर लिम्बूको नाम लिँदै गर्दा हजुरबा केही बेर भावुक हुने गर्नुहुन्थ्यो। अमर लिम्बूको राज के होला, त्यो बुझ्न मनमा सोच दौडिरहेको थियो। नाति, यसरी नै जीवन बितिरहेको थियो। त्यसपछि गर्मी महिनाको छुट्टी आयो। हामी सबैजना छुट्टीमा आफ्नो घरतिर लाग्यौँ। केही महिना छुट्टी भयो। कहिले होस्टल फर्किनु मन चञ्चल भइरहन्थ्यो। सहरको बानी लागेछ क्यार, पहाडमा त बस्नै मन नलाग्ने। छुट्टी पनि सकियो। हामी सबैजना भेला भयौँ। तर अमर लिम्बू मात्रै होस्टल फर्केको थिएन। त्यही भएर मलाई उसको धेरै सम्झना आइरहेको थियो। त्यसपछि पनि जीवन सामान्य रूपमा चलिरहेको थियो। कहिले हामी खोलातिर जान्थ्यौँ, कहिले हामी घुमफिर गर्दै जङ्गल डुल्थ्यौँ र त्यहाँबाट विराटनगर हुँदै इन्डियातिर जान्थ्यौँ। हामी होस्टल फर्किँदा अमर लिम्बू पनि फर्किसकेको रहेछ। अमर, त अस्ति नै किन नआएको? हामी त धेरै ठाउँ घुमिसक्यौँ नि। तर अमर मसँग बोल्दा पनि बोलेन। मलाई लाग्यो उसलाई नपर्खी हामी घुम्न गएको कारण ऊ हामीसँग रिसाएको होला। रिसा, कति दिन रिसाउँछस्? म पनि यस्तै कुरा सोच्दै गएँ।
खासमा चाहिँ तपाईँसँग किन रिसाएका थियो अमर लिम्बू हजुरबुवा? त्यसपछि मैले एउटा कुरा विचार गरेको थिएँ। अमर लिम्बू छुट्टीबाट फर्केपछि फरक देखिन्थ्यो, ऊ अर्कै देखिन्थ्यो। एक रातको कुरा हो। हाम्रो कोठाको सबैजना सुतिसकेका थिए, तर अमर र म सुतेका थिएनौँ। म आफ्नो होमवर्क गरिरहेको थिएँ, तर अमर चाहिँ आफ्नो बिस्तारामा एकोरो भएर बसिरहेको थियो। एकछिनपछि मैले होमवर्क गरिसकेँ र मैले सोचेँ लाइट निभाउन 2-4 पाइला हिँडेर जानुपर्छ। अमर लिम्बू उठिरहेको छ, म सुतेको नाटक गर्नु पर्यो, यसैले निभाउँछ। त्यसपछि म पनि सुत्ने नाटक गर्न थालेँ र सिरकभित्रबाट नै चिहाएर अमरलाई हेरिरहेको थिएँ। तर त्यहाँ जे भयो मैले नसोचेको भयो। अमर लिम्बूले यताउता हेऱ्यो र उसले हात लामो बनायो। उसको हात लगभग 10-12 फिटको भइसकेको थियो। म सुतेको नाटक गरिरहेको थिएँ। उसले स्विच निभायो र हात आफ्नै ठाउँमा फर्कायो। त्यो समय मेरो आँखाले जे देख्यो त्यसमा मलाई विश्वास भइरहेको थिएन। मैले आफ्नै आँखामा विश्वास गर्न सकिरहेको थिइनँ। त्यसपछि म रातभरि निदाउन सकिनँ। यो के भयो? अमरले कसरी यत्रो लामो हात बनायो? अमरले आफ्नो हात यत्रो लामो कसरी बनायो? म डरले कामिरहेको थिएँ। म रातभरि सुत्न सकिनँ। मलाई कहिले बिहान हुन्छ जस्तो भइरहेको थियो। बिहानै सबैजना भेला भयौँ। हामी ग्रुपमा थियौँ सबैजना। मैले रातिको कुरा निकालेँ। सबैले मतिर हेरिरहेका थिए। छेउमा अमर लिम्बू बसिरहेको थियो। मैले भने साथी हो, हिजो राति स्विच बन्द गर्दा त अमरले हात, यति मात्र मैले भनेको थिएँ। अमर थिएन, ऊ आफ्नै ठाउँबाट हरायो। हामीले पछि थाहा पायौँ जति बेला छुट्टी भएको थियो। अमर छुट्टीमा गएको थियो। उसको दुर्घटनामा त्यही मृत्यु भएको रहेछ। साथीको मायाले गर्दा ऊ फेरि फर्केको रहेछ। ऊ हामीसँग बस्न चाहँदो रहेछ। उसको आत्मा हामीसँग धेरै बेरसम्म बसेछ, धेरै दिनसम्म अमरको रूप लिएर। यति भनेर हजुरबा भावुक हुनुभयो। म पनि अमर लिम्बूको त्यो आत्माको बारेमा सोचिरहेको थिएँ। हवस् त साथीहरू, अमर लिम्बूको यो कथा तपाईँलाई कस्तो लाग्यो? के साँच्चै साथीको मायाले आत्मा फर्किन सक्छ र? यस्तो कथा तपाईँले पनि सुन्नुभएको छ भने कमेन्टमा भन्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब नगरिकन हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनुहोला र लाइक गर्दै तपाईँलाई लागेको कमेन्ट गर्नुहोला। हवस् त आजलाई यति नै। अर्को कथामा फेरि भेटौँला।